हेलो फ्रेंड्स, म आज एलोभेरा को कटिङबाट यो ड्रैगन फ्रूट चाहिँ रोप्न गइरहेको छु। हेर्नुस् न, यहाँ एलोभेरा को कटिङ यसरी लगाइदिने हो चाँडै रुट ग्रो होस् भनेर। 4 वटा ड्रैगन फ्रूट को कटिङ मैले यहाँ रेडी गरिसकेको छु। अब यो चाहिँ रोप्नलाई रेडी भइसक्यो। अब यिनीहरूलाई चाहिँ रोप्ने हो। यिनीहरूको लागि चाहिँ माटो रेडी गरिसकेको छु। हेर्नुस्, यसरी रेडी पारिसके। यिनीहरू रोप्न चाहिँ अब रेडी भइसक्यो। माटो रेडी गरेको हेर्नुस्। म क्यारेटमा रोप्दैछु। पुरानो क्यारेट रहेछ फुटेको। यसलाई ड्रैगन फ्रूट रोप्नलाई भइहाल्छ। अब चाहिँ म रोप्न जाँदैछु है। फाइनली रोपेर सके। हेर्नु, अब यसमा पानी हाल्छु टन्नै। पानी चाहिँ बिस्तारै हाल्छु। सुरुमा चाहिँ टन्नै पानी हाल्छु।